2009 साल असार 14 गते नेपालको सुदूरपूर्व ताप्लेजुङ जिल्लामा साधारण परिवारमा जन्मेका जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रतिपादक जननेता मदन भण्डारीको 71औं जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन उदयपुर जिल्ला कार्य समितिले रक्तदान कार्यक्रम आयोजना गरेको छ। फाउन्डेसनले जिल्लाको चौदण्डीगढी नगरपालिका 6 स्थित बेलटार बजारको बस पार्कमा रक्तदान कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमको उद्घाटन एमाले केन्द्रीय सदस्य तथा उदयपुर जिल्ला इन्चार्ज मन्जु चौधरीले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता फाउन्डेसनका उदयपुर अध्यक्ष दुर्गानन्द चौधरीले गर्नुभएको थियो। रक्तदान कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा, उपमेयर मणिका देवी दुलाल, त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईसहित एमालेका जिल्ला तथा प्रदेश स्तरका नेताहरूको उपस्थिति रहेको थियो। नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक धरानको प्राविधिक सहयोगमा सञ्चालित उक्त कार्यक्रममा 40 जनाले रक्तदान गरेका थिए।